म जोरथाङ गएको जोरथाङ के ल्याउनु सब्जी सब्जी लिनु सब्जी सक्यो तपाईँ कहाँ जानु भएको तिमीहरू खोज्नु गएको यो के हो यस्तो कति बनाइस् यत्रो बोकिरहेको छ हेलो साथीहरू अब यो दाजुलाई त तपाईहरूले सबैजनाले चिन्नुहुन्छ होला उहाँको नाम चाहिँ रेम्बो भन्छ र उहाँको चाहिँ अब मुख लाग्दैन उहाँको चाहिँ र उहाँ चाहिँ एकदमै मान्छे चाहिँ अब ट्यालेन्टै हुनुहुन्छ उसकोमा चाहिँ अब हमेसा पैसा चाहिँ नभएको पनि उसकोमा चाहिँ कम्तीको पनि 40-50 हजार पैसा चाहिँ अब जेबमै बोकेर हिँडेको हुन्छ तर के गर्नु अब उसलाई चाहिँ के हुन्छ भने चाहिँ प्रायः जस्तो चाहिँ मान्छेले खोसाइदिइहाल्छ उसलाई चाहिँ अन्त उसको चाहिँ चोरेर लगिदिइहाल्छ अहिले पनि भन्दैछ चोरेर लगिदिइहाल्छ तिमी र म चाहिँ सँगै भएर चाहिँ त्यो चोरहरूलाई चाहिँ कुट्नुपर्छ है भन्दै पैसा चाहिँ यो गोजीतिर राखेको हुन्छ उसले चाहिँ चेपमा राखेको हुन्छ नभएको पनि 50-60 हजार चाहिँ उसको हमेसा हुन्छ तर यहाँ चाहिँ के हुन्छ भने साथीभाइहरूले चाहिँ दौ हेरेर कतिजनाले चाहिँ के गरिदिन्छ भने बिचरालाई छेकेर चाहिँ गोजी नै काटेर चाहिँ पैसाहरू लगिदिँदो रहेछ बिचरा अब लाटीलाई हुनु चाहिँ दाजुले चाहिँ पैसा चाहिँ मागेर अब धेरै कमाउँछ तर अब त्यो कमाएको पैसाले चाहिँ उसले चाहिँ केही किनेर चाहिँ अब यस्तो मिठो खानुपर्छ उस्तो मिठो खानुपर्छ भनेर चाहिँ अब जान्दैन उसको चाहिँ दिमाग त्यो आउँदैन पैसा चाहिँ दाजुकोमा हमेसा हुन्छ तर के गर्नु उसलाई चाहिँ अनजान व्यक्तिहरूले चाहिँ उसलाई चाहिँ बाटोतिर के भयो कसो भयो उसलाई चाहिँ छेकेर चाहिँ चोरेर लगिदिइहाल्दो रहेछ अन्त त्यसले गर्दाखेरि चाहिँ ऊ चाहिँ हमेसा मन दुखाएर बसिराखेको हुन्छ सायद तपाईँहरूले चाहिँ दाजुलाई चाहिँ चिन्नु पनि हुन्छ होला कता तपाईँहरूले देख्नु पनि भएको छ होला होइन उहाँ चाहिँ अब माग्नु हिँडिबस्छ माग्छ साथीहरूलाई राम्रो छ ऊ त्यस्तो खालको नराम्रो मान्छे पनि छैन तर साथीभाइहरूले चाहिँ त्यसरी खोसाएर चोरेर लगिदिएकोले गर्दाखेरि चाहिँ अलिकति चाहिँ उसलाई चाहिँ रिस उठेर हिँड्छ तर रिस उठ्दा पनि उसले चाहिँ मान्छे चाहिँ त्यस्तो खालको कुट्ने मार्ने हिर्काउने खालके चाहिँ गर्दैन तर एकदमै राम्रो छ मान्छे चाहिँ तर त्यसो चाहिँ नगरिदिनु पर्ने सबैजनाले बुझेर लाटालाटीहरू हो होइन यस ब्र एकछिन जोरथाङ गएको ठिकै होला भोलि चाहिँ ल्याउँछु है म लिएर राख्नु ल डकुमेन्ट्सहरू चाहिँ कोही बेला अब मार्चदेखि उता भ्याकेन्सीहरू खोलिदिनु पनि सक्छ हो त्यतिखेर चाहिँ उयो भाइको लागि पनि भन्दै थियो भाइको डकुमेन्ट चाहिँ छैन भन्दैछ यो भाइको लागि अन्त एकछिन जोरथाङ गएको सब्जीहरू लिनु अब यहाँ पाउँदैन मेरो स्कुल सर्टिफिकेट पो हराइरहेको छ के भएको त्यो गान्तोकमै अन्त कसरी सेभ गर्दा अन्त त्यो स्कुल सर्टिफिकेट छैन भने चाहिँ अन्त कसरी चाहिँ उयो गर्नु अन्त जेरक्सहरू छैन जेरक्स त होला नि त अन्त कसरी निकाल्नु अन्त स्कुल सर्टिफिकेट चाहिँ स्कुलबाट निकाल्नु कि भन्दा अन्त जानु अरू बुझाउँदै गरेँ कि अन्त थानाहरूको माग्दा त्यति बेला म त्यो ल्याउँछु नि उयो भेरिफाई उयो गर्नु कि एउटा उयो लेखेर चाहिँ खानामा लेखेर चाहिँ स्कुलमा गएर निकाल्नु नि ल त्यो त चाहिन्छ नि फेरि ल 8 पासदेखि उँभो अन्त त्यही हो अब होइन लाटालाटीहरूको लागि चाहिँ अब त्यसो नगरिदिनु पर्ने थियो सबैजनाले बुझेर हजुर देखाइदिएको छु तलदेखि नै भिडियो बनाउँदै ल्याएको नि त्यसो नगरिदिनु पर्ने थियो सबैले बुझ्नु पर्ने थियो होइन मुख नलाग्नेहरूको त्यसो गरेर के फाइदा हुन्छ भोलिको दिनमा अर्को जन्ममा आफू पनि त्यस्तै भएर आयो भने त होइन आफूलाई पनि त्यसो गर्छ होला भन्छन् कुनै समयमा अब
आफू पनि त्यही लेभलमा पुग्न सकिन्छ। त्यसले गर्दाखेरि चाहिँ लाटालाटीलाई चाहिँ त्यसरी चाहिँ नखोसाइदिनु होला, नखोसाइदिनु, त्यसरी नलुटिदिनु होइन। सबैले बुझेर पनि त्यसो नगरिदिनुपर्छ, मलाई चाहिँ त्यही लाग्छ होइन। त्यसरी बुझ्नुपर्ने हो सबैजनाले, त्यसरी नै बुझेर चाहिँ लाटालाटीलाई चाहिँ जतिसक्दो चाहिँ हेल्प गर्नुपर्ने हो। अब तपाईँहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ त्यस्तो लाग्छ। अब तपाईँहरूको सोचाइ कस्तो छ? मलाई चाहिँ मेरो सोचाइ चाहिँ मलाई चाहिँ त्यस्तो लाग्छ साथीभाइ हो होइन। बिचराहरूको के हुन्छ र, उनीहरूको न घर हुन्छ न ठाउँ हुन्छ, बिचराहरू मागेरै खाएर हिँड्ने हो सबैलाई होइन। त्यसले गर्दाखेरि चाहिँ लाटालाटीलाई चाहिँ त्यसरी चाहिँ खोसाउनु चाहिँ हुन्न जस्तो लाग्छ होइन। तपाईँहरूलाई कस्तो लाग्छ, के लाग्छ कमेन्ट गर्नुहोस् होला है। गाउँ त मजाको छ नि हौ, बाक्लो जग्गा छ हो। जोरथाङ बजार चाहिँ हामी आज साह्रै छिटो आइपुगेछ। अहिलेसम्म पनि त्यति बेसी बजार खोलिसकेको छैन रहेछ। हामी चाहिँ अलिक छिटै आइपुगेछौँ आज चाहिँ। आएर चाहिँ हामी चाहिँ यहाँनिर आन्टीकोमा चिया खाँदैछौँ। हेर्नुहोस् तातो तातो चिया। तपाईँहरू पनि आउनुभयो भने चाहिँ यो तल्लो साइडमा आन्टीको दोकानको नाम के छ? यहाँनिर चाहिँ तल्लोपट्टि चाहिँ सानो सानो दोकानहरू चाहिँ आन्टी देख्नुभयो होला। तपाईँहरू यहाँ आएर चिया खाइदिनुहोस् होला। हाम्रो गाउँले आन्टीहरू हो, गाउँको आन्टीहरू हो। बस्तीदेखि आएर दोकान थापेर चाहिँ यहाँनिर चियाहरू बेच्नुहुन्छ। तपाईँहरू पनि आएर खाइदिनुहोस् होला, चियाहरू लिइदिनुहोस् होला गाउँको मान्छेलाई होइन। हामीले गाउँकै मान्छेलाई हेल्प गरेको त रासन कहाँनिर भनेर फोन बनाउने जग्गा चाहिँ कहाँ छ कुन? हामी चाहिँ अहिले फिलहालमा जोरथाङको एमडी मार्गमा घुम्दैछौँ। आज बिहानै आएर त्यति बेसी दोकानहरू पनि खोलिसकेको छैन। भर्खर सब्जी दोकानहरू खोल्दैछ। त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ दुईजना चाहिँ यहाँ घुम्दै बसिरहेछौँ। त्यो चाहिँ जोरथाङ एमजी मार्ग हो। कतापट्टि हो फोन बनाउनु पुग्यो त? जल्दी भन न, जल्दी। यो चाहिँ हाम्रो बाबु बसिरहनु भएको छ लट्ठी टेकेर। मान्छेले हिँडी गएको बनाइदिन्छ र जाडो भयो भनेर कुदिहाल्छ। नाम के छ भाइ? यहाँनिर चाहिँ पानी खाने कुन चाहिँ जग्गा ल तिमी खोज्दै गर, म माथितिर एक राउन्ड घुमेर आउँछु ल। सब्जीतिर कस्तो रहेछ के रहेछ। म चाहिँ अर्ग्यानिक सब्जी दोकानतिर जाँदैछु। अब हेरौँ सब्जी अर्ग्यानिक दोकानहरू कस्तो रहेछ के रहेछ।
चाहिँ हाम्रो एमजी मार्गको छेउमा जोरथाङ एमजी मार्गको पुलहरू हो। मेरो चाहिँ अघि यो यसको प्रब्लमले गर्दाखेरि चाहिँ मैले त्यति मजाले भिडियो बनाउन सकिनँ। अलिकति क्यामेराको प्रब्लम आएर चाहिँ यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ म चाहिँ माथिल्लोपट्टितिर घुम्दैछु। के रहेछ कसो रहेछ यो माथिल्लोपट्टितिर पनि सबै प्रायः जस्तो अर्ग्यानिक चिजहरू मात्रै रहेछ। आलु कसरी किलो यो? 25 रुपियाँ किलो। यो पनि सेम हो। प्याज 35। 25 रुपियाँ किलो आलु, 25 रुपियाँ किलो पुगेको रहेछ आलु, 35 रुपियाँ किलो प्याज रहेछ है। अब दोकानमा गयो भने हाम्रो लोकल दोकानतिर चाहिँ बहुत महँगो छ। प्याज कसरी किलो हो? कसरी किलो प्याज? 45 45 लाइफ किन के हुन्छ? के हुन्छ होइन के हुन्छ खासमा चाहिँ? के हुन्छ खासमा चाहिँ? खास होइन खासमा चाहिँ होइन खासमा चाहिँ के हुन्छ तपाईँलाई सोद्धाखेरि? खासमा चाहिँ तपाईँलाई चाहिँ के हुन्छ? होइन होइन म तपाईँको म तपाईँको हाल्छु नै भनेर तपाईँलाई के ग्यारेन्टी छ? हाल्छु नै भनेर के ग्यारेन्टी छ? यो त मेरो काम हो नि। तिमीलाई के प्रब्लम भयो? तिमीलाई के हुँदैछ? तिमीलाई चाहिँ खास के प्रब्लम भएको? तिमीलाई हाल्छु भनेको छैन त अन्त। तिमीलाई के प्रब्लम छ खासमा चाहिँ? तिमीलाई चाहिँ खास के प्रब्लम छ खासमा चाहिँ? मेरो 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 काम हो, मेरो काम हो, मेरो काम हो, मेरो काम हो। बनाऊ बनाऊ भाइ भाइ बनाऊ भाइ बनाऊ बनाऊ अहिले बनाऊ भाइ बनाऊ, केही प्रब्लम छैन। हाम्रो काम हो भाइ, हामी जे पनि गर्न सक्छौँ। तिमी त्यस्तो बात नगर, बुझ्यौ? विचार हाम्रो गाउँको बोजूहरू हेर्नुहोस् त कति साह्रो दुःख गरेर घरदेखि बोकेर ल्याएर बेच्नु हुँदैछ। हाम्रो गाउँ बस्तीकोले त्यो हेर्दैन, एकैचोटि मधिसेको गर्छ। मधिसेले चाहिँ दाम लुकाएर मधिसेले चाहिँ धम्की गरी बेचिरहेछ। तपाईँहरू चाहिँ आएर चाहिँ हाम्रो यसरी बोजूहरूलाई दिदीहरूलाई चाहिँ यसरी नै आएर तपाईँहरूले चाहिँ जति दाम भए भए पनि यसो किनेर चाहिँ सपोर्ट दिनुहोस् होला। तपाईँहरूले यसरी मधिसेहरूकोतिर डाइरेक्ट नजानुहोस् होला। तर तपाईँहरूले सबै जग्गा चाहिँ किन्नु छ भने चाहिँ दामहरू सोध्नुहोस् है अगाडि चाहिँ। प्रायः जस्तो मान्छेहरू चाहिँ डराएर चाहिँ धम्की गर्दो रहेछ यहाँनिर चाहिँ पुरै होइन। त्यसरी धम्की गर्नु पाउँदैन। त्यस्तो खालको धम्की गऱ्यो भने चाहिँ हामी पनि कहाँसम्म धम्की गर्नुपर्छ त्यस्तो चाहिँ आउँछ। तर त्यस्तो खालको चाहिँ गर्नु पाउँदैन है। हामी जहीँ पनि भिडियो बनाएर हिँड्नु पाएँ, हामी जहीँ पनि फोटो खिच्नु पाएँ नि त। त्यसरी ठुलो कुरा गर्नु पाउँदैन। कुरा एउटै हो होइन, सबैजना एउटै हो। त्यसरी त्यस्तो खालको गर्नु थाल्यो भने त होइन, त्यस्तो खालको गर्नु पाउँदैन। त्यसरी धम्की गर्नु पाउँदैन, त्यस्तो खालको गर्नु हुँदैन। उनीहरूले चाहिँ पब्लिकलाई चाहिँ प्रायः जस्तो चाहिँ अब धम्की गरेरै उनीहरूलाई चाहिँ यस्तो गरौँ भन्ने खालको सोचेर हिँड्दो रहेछ। तर हामी त्यस्तो खालको मान्दैन। हामी त्यसरी धम्की गरेर त्यस्तो खालको गऱ्यो भने हामी एकदमै मान्नेवाला छैन। यो चाहिँ म अघि जुन चाहिँ त्यो मान्छेले चाहिँ जुन कुरामा त्यस्तो खालको उयो कुरा गर्दै थियो, म त्यसको चाहिँ म एकदमै घोर विरोध गर्छु। तपाईँहरू पनि कमेन्टमा के भन्नुहुन्छ त्यस्तो मान्छेलाई? त्यो मान्छेको चाहिँ दोकान नै हटाइदिनु लाउनुपर्छ। त्यस्तो खालको मान्छेहरू चाहिँ
त्यस्तो बजार त्यस्तो सब्जी दोकान बेच्नु लाउनै हुँदैन। यो कहाँदेखि आएर के गर्दा किन त्यसलाई रिसायो, त्यसले पकाइ पनि सबै कुरो सब्जी। अब यता पल्लोपट्टि सब्जीको दाम त्यही प्याजको दाम 35 भन्दै थियो, त्यसले त्यहाँनिर 45 भन्दाखेरि चाहिँ म चाहिँ सक भएर चाहिँ खास मैले उसलाई केही क्वेसन पनि गरेको थिइनँ। तर अनसडनली उसले चाहिँ त्यस्तो खालको कुरा गर्दाखेरि चाहिँ उसलाई मैले चाहिँ, तर उसले 45 भन्दाखेरि यता 35 भन्दाखेरि चाहिँ मैले उसलाई क्वेसन पनि गरेको थिइनँ। उसलाई यति चाहिँ सोधेको थिएँ दाम कति छ भनेर, तर ऊ चाहिँ 81 त्यस्तो खालको रिसाउँदाखेरि चाहिँ मैले पनि क्वेसनको एन्सर त दिनै पऱ्यो होइन। त्यसले गर्दाखेरि चाहिँ मैले उसँग अलिकति डिस्कस परिगएँ र तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ होइन। त्यस्तो खालको गर्नु हुँदैन, त्यस्तो खालको व्यवहार देखाउनु हुँदैन नि त होइन मान्छेलाई। अनि हामीलाई के छ, हामी एउटा कस्टमर हो, हामी कस्टमरले सोध्नु पायो नि त कति छ के छ कस्तो दाम हो के हो होइन, किनेर लानुपर्छ। तर उनीहरू चाहिँ 81 त्यस्तो खालको झक्किनु भएन नि त। उनीहरू 81 त्यसरी झक्कियो भने त मजा आउँदैन नि होइन। कस्टमरलाई भोलिको दिनमा अरूलाई पनि त्यसरी धम्काइ गऱ्यो भने त मजा आउँदैन होइन। त्यस्तो खालको हुनु भएन, त्यस्तो खालको गर्नै भएन। यो चाहिँ एकदमै हाम्रो पब्लिकले चाहिँ यस्तो मान्छेहरूलाई चाहिँ पुरै याद गर्ने बेला भयो। त्यस्तो खालको गऱ्यो भने चाहिँ एकदमै पुलिस लगाएर चाहिँ यस्तो मान्छेलाई चाहिँ त्यो दोकान नै हटाइदिनुपर्छ उसको चाहिँ। त्यस्तो खालको हुनु हुँदैन। यो मान्छे चाहिँ खत्तम खालको, यस्तो मान्छेहरू चाहिँ एकदम खत्तम हुन्छ। दाम लुकाएर चाहिँ उनीहरूले चाहिँ बेच्नु खोज्छ खासमा चाहिँ, हो त्यस्तोमा चाहिँ पक्राउ पर्छ भनेर चाहिँ खासमा चाहिँ यिनीहरू चाहिँ डराएको हो। त्यस्तो खालको गऱ्यो भने चाहिँ एकदमै राम्रो हुँदैन एकदमै। त्यस्तो खालको गऱ्यो भने चाहिँ भोलिदेखि नै त्यसको चाहिँ दोकानदेखि नै हटाइदिनुपर्छ। किन डराउनु मान्छेलाई? मान्छे एउटा फोटोमा एउटा भिडियोमा आउनुको डरले गर्दाखेरि चाहिँ मान्छेहरू धम्की गर्दै बसेर त मजा आएन, मजा हुँदैन। हामीले दाम सोध्नु पाउँछ, हामीले कति हो के हो भनेर भन्नु पाइन्छ। तर त्यस्तो एग्रेसिभ चाहिँ हुनु भएन। एउटा बिजनेस मान्छे भएर चाहिँ एग्रेसिभ चाहिँ 100% हुनु हुँदैन। आज उसको मात्रै फोटो आएको छैन नि हाम्रो भिडियोमा होइन, सबै सारा संसारको सबैजनाको भिडियो आइरहेको छ भने चाहिँ ऊ चाहिँ कहाँको मान्छे हो, कहाँको ठुलो मान्छेहरू चाहिँ किन ऊ चाहिँ त्यस्तो खालको धम्की गर्दैछ। तपाईँहरू पनि जोरथाङ बजारमा सब्जीहरू किन्नु आउँदैछ भने चाहिँ तपाईँहरूलाई चाहिँ त्यस्तो खालको सबै जग्गा सोध्नुहोस् दाम। सबै जग्गा, एक जग्गा मात्रै होइन सबै जग्गा दाम सोध्नुहोस्। कसैले त्यस्तो खालको दाम बेसी भन्दैछ भने चाहिँ त्यसलाई चाहिँ एकदमै पक्रिहाल्नुहोस्, नडराउनुहोस्, त्यसलाई चाहिँ कम्प्लेन गरिदिइहाल्नुपर्छ। त्यस्तो खालको गर्नु हुँदैन। त्यहीँनिर चाहिँ 35 रुपियाँ भन्दै थियो, ती पल्लोपट्टि चाहिँ 45 भन्दाखेरि चाहिँ कसलाई चाहिँ सक हुँदैन लु भन्नुहोस् त। 45 र 35मा कति फरक भयो? 10 रुपियाँ फरक, 10 रुपियाँ त्यसले बेसी जस्तो लुटेर त्यस्तो खालको धम्की गर्दै थियो। तर तपाईँहरू पनि आएर सबैलाई सोध्नुहोस् कहाँ कति दाम छ, के छ, कस्तो छ, सबै तपाईँहरूले सोधीखोजी गरेर मात्रै तपाईँहरूले किन्नुहोस् होला। यसरी नै दाम लुकाएर यसरी धम्की गर्छ त्यस्तो मान्छेलाई चाहिँ एकैछिनमा पुलिस ल्याएर चाहिँ एरेस्ट गरिदिइहाल्नुहोस् एकदमै। मैले अघि पुलिसलाई पनि मैले भनिदिएको छु, यस्तो खालको गऱ्यो भने चाहिँ मजा आउँदैन। किनकि हामी पब्लिक हो, हामी पब्लिक आएर हामी कस्टमर हो, हामी आएर सोध्नु पाइन्छ, खोज्नु पाइन्छ हो। तर त्यस्तो खालको चाहिँ कसैले पनि धम्की चाहिँ नगरिदियोस् होला। जति पनि हाम्रो गाउँघरको दिदीभाइ दाजुबहिनीहरू बिचारा डोकोमा बोकी ल्याएर उनीहरूले पसल थापेर बसिराखेको हुन्छ। पसल थापेर चाहिँ उनीहरू चाहिँ बिचारा रुँगेर बसिराखेको हुन्छ। उनीहरू चाहिँ धम्की गरी बेचिराखेको हुन्छ। त्यस्तो खालको हुँदैन। हाम्रै लोकललाई सपोर्ट दिनुहोस्, लोकलको किनिदिनुहोस्। यो बाहिरदेखि आउने मधेसीहरूको नकिनिदिनुहोस्। यिनीहरू पुरा त्यस्तो खालको दादागिरी देखाउनु थालेछ। दादागिरी धम्की गरी किन त्यसरी किनाउँदैछ भने तपाईँहरू किन किन्नुहुन्छ? तपाईँहरू पनि नकिनिदिनुहोस्। हाम्रै लोकलहरूलाई नै सपोर्ट दिनुहोस्। लोकललाई नै सपोर्ट दिएको राम्रो हो होइन। त्यस्तो खालको हुँदैन। मलाई चाहिँ ठ्याक्कै मन पर्दैन। तपाईँहरू पनि आएर जोरथाङमा सब्जीहरू किन्नु छ भने चाहिँ पहिला चाहिँ सबै जग्गामा दाम सोध्दै हिँड्नुहोस्। तपाईँहरू पनि यसरी नै भिडियो गर्दै हिँड्नुहोस्। तपाईँहरूलाई पनि त्यसै गर्नुसक्छ। त्यसले दाम लुकाएर बसिरहेको थियो र त्यसले डरले गर्दाखेरि त्यो मैले भिडियो गरेको थिएँ, त्यसले गर्दाखेरि चाहिँ ऊ चाहिँ पुरा डरायो। अन्त डराउँदाखेरि चाहिँ मेरो चाहिँ भिडियो ननिकाल्नु अगाडि नै मुख छाडिहाल्यो। कति हो भन्दाखेरि पल्लोपट्टि 35 भने, यता उसलाई सोद्धाखेरि 45 भन्यो। त्यसले गर्दाखेरि चाहिँ डरले ऊ एग्रेसिभ भएको थियो। र मैले चाहिँ पुलिसलाई पनि भनिदिइसकेको छु।
आइन्दादेखि फेरि उता पनि यस्तै खालको गऱ्यो भने त्यसको चाहिँ दोकान नै उठाइदिनुपर्छ, राख्नै हुँदैन, त्यस्तो खालको गर्नै हुँदैन। हजुर हजुर सक्नु भएको हजुर भन्नुहोस् न, हजुर भन्नुहोस् न, होइन एउटा काम थियो मेरो पनि हजुर भन्नुहोस् न। जोरथाङमा चाहिँ मामाले अस्ति जनवरी 5 तारिक हजुर। एकजना बहिनीले मेरो सुन्तला लगेको थियो, हजुर त्यसको पैसा अझैसम्म दिएको छैन। कहाँनिर हो? त्यो चाहिँ यहाँ तल्लो लाइनको टाइममा होइन? हजुर हजुर र त्यसले गर्दा त्यो बहिनीको फोन नम्बर र नामहरू सबै यहाँ छ, तर पैसा चाहिँ अहिले फोनै टक्कै उठाउँदैन। उठाउँदैन है? नाम त थाहा छैन होला नाम चाहिँ तपाईँले? मनिका छेत्री हो। मनिका छेत्री। तपाईँहरूले सुन्नु हुँदैछ होला, बिचरा गाउँको ठाउँको मान्छेहरू यसरी बोकेर ल्याएर यसरी बेचेर दाजुहरूले बिजनेस गर्दैछ भने तपाईँहरूले जसले भए पनि त्यसरी किनेर लाँदै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले जानेर पनि पैसा दिनुहोस् होला। यस्तो खालको तपाईँहरूले उयो नगरिदिनु। बस्तीको मान्छे हो, उसले ल्याएर चाहिँ बेचेर तपाईँ नाम के भन्नुभयो? मेरो नन्दकुमार राई। नन्दकुमार राई। त्यो लानेको नाम के भन्नुभयो? मनिका छेत्री। मनिका छेत्री बहिनी। तपाईँ जहाँ पनि हुनुहुन्छ दाजुलाई हेरेर तपाईँ, त्यो बहिनी चाहिँ चिसो पानीको हो, चिसो पानीको हुनुहुँदो रहेछ। यहाँनिर दाजुले दुःख पोखाउनु हुँदैछ। तपाईँ जहाँ पनि हुनुहुन्छ भने दाजुलाई भेटेर दाजुको त्यो सुन्तलाको पैसा दिनुहोस् होला। तपाईँलाई जिपेबाट गरिदिन्छु भन्ने हो पहिला चाहिँ, तर त्यहाँदेखि चाहिँ पछाडि चाहिँ टक्क फोनै उठाउनु छोड्यो। तपाईँलाई शरम हुनुपर्छ है। यदि यहाँनिर जोटाङको उयसमा भेट्यो भने चाहिँ त्यो बहिनीसँग चाहिँ अब राम्रो चाहिँ हुँदैन। हेर्नुहोस् होला, तपाईँसँग दाजु धेरै मन दुखाइरहनु भएको छ। तपाईँ जहाँ पनि हुनुहुन्छ भने भेटेर तपाईँ दाजुको बिजनेस गरेको पैसा 1-2 रुपियाँ कति छ दिइहाल्नुहोस्। तपाईँलाई शरम लाग्दैन? अहिलेको जमानामा इमान्दार भने चाहिँ मेरो त्यो नम्बरमा उसकोमा नम्बर छ, त्यो नम्बरमा जिपे गरेर हालिदिँदा हुन्छ। तपाईँलाई नम्बरहरू पनि सबै भने चाहिँ अब कुनै न कुनै दिन यहाँनिर भेट्छ। तपाईँलाई इज्जत साथ आएर दाजुसँग भेटेर चाहिँ इज्जत साथ तपाईँको मैले लाज लाग्यो भेटेन भने पनि मेरो फोन नम्बरमा पैसा हालेर मेसेज गर्दाखेरि भइहाल्छ। सौदा लगेको थिएँ तपाईँकोदेखि भनेर तपाईँले इज्जत साथले दाजुलाई तपाईँले पैसा दिनुहोस् होला। उसले जे सामान ल्याएको थियो तपाईँले जे लानु भएको थियो अलिकति तपाईँले दाजुलाई भेटेर तपाईँ आएर इज्जत साथ दिनुहोस् होला तपाईँलाई, ताकि शरम नपरोस् मान्छेको छेउमा। तपाईँलाई दाजुले पनि त्यति नराम्रो गर्नेवाला छैन, तर तपाईँ चाहिँ इज्जत साथ आएर चाहिँ दाजुलाई पैसा दिनुहोस् होला। तपाईँ त्यस्तो खालको नगर्नुहोस् होला। तपाईँ पनि सायद सिक्किमकै हुनुहुन्छ होला भने तपाईँले पनि दुःख बुझ्नुपर्छ होइन? तपाईँ पनि सायद दुःख बुझ्ने खालकै हुनुहुन्छ होला। र तपाईँलाई केही प्रब्लम आएर दाजुलाई भेट्नु भएको छैन भने पनि तपाईँले तुरुन्तै आएर दाजुलाई भेटेर चाहिँ दाजुको पैसा चाहिँ दिनुहोस् होला। तर तपाईँले त्यसरी तपाईँ फोन नउठाएर तपाईँ त्यसरी लुकेर नबसिदिनुहोस् होला। एउटा मानवता छ भने चाहिँ तपाईँ आएर दाजुलाई भेटेर चाहिँ जति सक्दो चाहिँ तपाईँले उसकोदेखि तपाईँले कति सौदा लानुभएको छ उसको चाहिँ पैसा दिनुहोस् होला। ल दाजु, म जति सक्दो उयो गर्छु। तपाईँको शुभ नाम चाहिँ? मेरो नाम चाहिँ रोहन सुब्बा हो। रोहन कहाँ? सुब्बा हो। म चाहिँ गान्तोकको। हजुर हजुर। ल तपाईँलाई अब यति गरेपछि त सायद उसकोमा पुग्छ होला होइन? पुग्यो भने तपाईँ नरिसाइकन मन नदुखाइकन तपाईँले हेल्प गरिदिनुहोस् होला। बिचरा लोकल मान्छेहरू हो, दुःख गर्छ, दुःख बुझ्नुपर्छ। हुन्छ, धन्यवाद दाजु। हेलो साथीहरू, म चाहिँ सपिङहरू सबै सब्जीहरू किनेर म चाहिँ अब जोरथाङदेखि चाहिँ रुमतिर फर्किँदैछु। आज मधेसीहरूसँग अलिअलि डिस्कस पनि परियो। किनभने चाहिँ अब किन डिस्कस परेको भने चाहिँ अब उनीहरूकै खास चाहिँ प्रब्लम चाहिँ उनीहरूकै थियो सबै कुरा। खासमा चाहिँ म चाहिँ सब्जीको दामहरू सोध्दै जाँदै थिएँ। उनीहरूले चाहिँ अर्कोले अर्कै दाम भन्छ, अर्कोले अर्कै दाम भन्छ। त्यसले गर्दाखेरि चाहिँ एकजनाको छेउ पुग्दाखेरि चाहिँ मैले प्याजको दाम सोधेको थिएँ दुईजनाले। एकजनाले चाहिँ 35 रुपियाँ भन्दै थियो, अन्त उसकोमा गएको डाइरेक्ट उसले 50 रुपियाँ भन्यो र पनि मैले केही भनिनँ। तर मैले चाहिँ भिडियो गर्दै जाँदाखेरि चाहिँ ऊ चाहिँ एक्कासी एग्रेसिभ भयो। किन मेरो भिडियो गरेको, के हो कसो भन्दै थियो। मैले तँलाई चाहिँ के भयो भनेर सिधै भने, तँलाई तेरो चाहिँ के भयो, मैले के गरेको छु भने। अन्त त्यहाँदेखि अलिकति पुलिस पनि आएर सम्झायो उसलाई हो। त्यसले गर्दाखेरि अलिकति डिस्कस भयो। तर प्रब्लम अब उसकै थियो। तपाईँहरू पनि आएर चाहिँ त्यसरी नै सोधेर मात्रै सब्जीहरू किन्नुहोस् होला। किनभने मान्छेले चाहिँ यहाँ चाहिँ जोरथाङमा चाहिँ मनपरी बेच्दैछ। मनपरी कसैकोमा 50 अरे, कसैकोमा 35, कसैकोमा 45 त्यस्तो हुँदैछ। ल म चाहिँ अब घर फर्किसकेँ सपिङ गरेर। हेलो साथीहरू, म चाहिँ फाइनली अब रुम आइपुगिसकेँ। हेर्नुहोस् यहाँनिर अलिकति अप्ठ्यारो भइरहेछ, सौदाहरू बेसी भएर। त्यसले गर्दाखेरि यहाँ ब्याग पनि अप्ठ्यारो प्रकारले बोकिरहेको छु। यहाँनिर एउटा सामान पनि बनाएर ल्याउनुले गर्दाखेरि चाहिँ
त्यही हो आज बिहान अब जहाँ गएर एकछिनमै एउटा भैयासँग चाहिँ अब डिस्कस पर्नु पुग्यो। यो डिस्कस चाहिँ त्यही हो, अब हामी एउटा कस्टमर भएपछि अलिकति सारसौदा सोध्दै गइन्छ, कसकोमा सस्तो छ, कसकोमा कम्ती दाम छ, कसकोमा बेसी दाम छ, त्यो सबै सोध्दै गएर त किनिन्छ। कहाँ सस्तो हुन्छ त्यसमै त किनिन्छ। अब त्यसले गर्दा त्यस्तै कुरामा चाहिँ हामी डिस्कस परि निक्लेको हो। खासमा चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले चाहिँ सब्जीको दामहरू सोध्दै जाँदै थिएँ। त्यो सब्जीको दामहरू सोध्दै जाँदाखेरि चाहिँ अब त्यही हो, अब उसले चाहिँ उसकोमा चाहिँ 50 रुपियाँ रहेछ, अरूकोमा चाहिँ 40 रुपियाँ। अन्त त्यसकै डिस्कसमा चाहिँ अब त्यसरी मन परिवर्तन त भएन नि, सबैको एउटै रेट हुनु पऱ्यो नि त। कसैकोमा चाहिँ फेरि 35 पनि रहेछ। अन्त त्यो सोध्दै जाँदा चाहिँ म चाहिँ भिडियो बनाउँदै जाँदाखेरि चाहिँ उसलाई चाहिँ डर लागेर चाहिँ खासमा चाहिँ अलिकति आवेशमा आएको हो। त्यसले गर्दाखेरि हामी थोरै मुखामुख चाहिँ पऱ्यो। त्यसले गर्दाखेरि चाहिँ ठिकै त्यहीँनिर पुलिसहरू पनि रहेछ, पुलिसहरू पनि आएर चाहिँ त्यहाँनिर चाहिँ हामीले के भएको कसो भएको भनेर सोद्धाखेरि चाहिँ म चाहिँ यस्तो गर्दै थिएँ, यस्तो हो भनेर गर्दाखेरि चाहिँ भन्दाखेरि चाहिँ अन्त तिमीलाई चाहिँ अब के प्रब्लम आयो भिडियो गर्दाखेरि चाहिँ भनेर पुलिसहरूले सोद्धाखेरि चाहिँ उसले भाइ होइन मलाई एक्कासी अब आएर चाहिँ प्याजको दाम सोधेर चाहिँ भिडियो गऱ्यो, त्यसले गर्दाखेरि चाहिँ मलाई चाहिँ यो भिडियो नहालिदिनुहोस् भनेर भनेको। अन्त मैले पनि त्यही भने, मैले पनि त्यही भने, त्यसको भिडियो हाल्नुको लागि बनाएको होइन। मैले त भिडियो बनाएको के सबैको बनाइरहेको छु, उसको मात्रै बनाएको छुइनँ। तर ऊ आवेशमा आएर चाहिँ ऊ एक्कासी यस्तो खालको बोल्यो, यस्तो भनेर उसलाई राम्रोसँगले सम्झाएर उसले आफै सरी माग्यो। त्यति नै हो, त्यस्तो ठुलो कुरा केही पनि छैन। तर तपाईँहरू पनि त गएर त्यसै गर्नुहुन्छ, कसकोमा सस्तो छ कसकोमा महँगो छ त्यो त सोधीखोजी गर्नु नै हुन्छ एउटा कस्टमर भएपछि होइन। त्यसरी सोध्दै जाँदाखेरि चाहिँ त्यसरी डिस्कस परेको मात्रै हो, अन्यथा नलिदिनुहोस् होला। तपाईँहरूले पनि भिडियो हेरेर तपाईँहरूले पनि के कस्तो लाग्छ त्यो हामी डिस्कस गरेकोहरू तपाईँहरूले पनि यसो हेरेर चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला मेरो ब्लगलाई। त्यस्तै हो, हुन त अब त्यस्तै हुन्छ, कोही बेला के भइराखेको हुन्छ, कोही बेला के भइराखेको हुन्छ, त्यस्तै हो। तर अन्यथा नलिदिनुहोस् होला है।